म चाहिँ अहिले बजार जान आँटेको अनि यहाँ चाहिँ हुनुहुन्छ मम्मीलाई बाई भनेर म चाहिँ गएको म अम्जर पर्खिराखेको रहेछ अन्त अब जाला बजारबाट मिठाई लिएर बाइ बाइ बाई बाई बाइ बाइ भरे आउँछु नि ल छिटै ल हुन्छ बाई मम्मी बाइ म बजार पुगेर चाहिँ सिधै चौरस्ता गएर बसेँ किनभने चाहिँ प्रियसनाको क्लास एन्ड भएको थिएन रहेछ अनि म यहीँ बसेर त्यसलाई चाहिँ पर्खिन्छु भनेर सोचेँ अनि यहाँ बसेर चाहिँ यस्तो नजारा हेर्नुको चाहिँ एकदम अलग्गै बेग्लै रमाइलो छ है अनि यहाँ बसेर हेरेँ मलाई मजा लाग्यो झन्डै हाफ एन आवर जति बसेँ अनि यहाँनिर कति कलेजको स्टुडेन्टहरू देख्दाखेरि मलाई मेरै कलेज लाइफको पनि याद आयो अनि त्यस्तै उस्तै के सम्झना गर्दै बसेँ मलाई एकदमै रमाइलो लाग्यो त्यसपछि चाहिँ म गान्धी रोडपट्टि गएर चाहिँ प्रियसनाहरूलाई भेटेँ प्रियसना र नितेशतालाई अनि चाहिँ हामी चाहिँ अहिले चाहिँ जाँदैछौँ जापानिज टेम्पलपट्टि अनि हाई भन्न हेलो हामी चाहिँ अहिले जाँदैछौँ जापानिज टेम्पल हाई भन्नु न नितेशता अनि यसरी र रेला ठट्टा गर्दै गर्दै हामी जाँदैछौँ है अनि नितेशताले चाहिँ यसरी के भन्दै हँसाइरहनु हुने र यतिखेर बात गर्दै गर्दै हाँस्दै रेला गर्दै कतिखेर बाटो काट्यो थाहै भएन अनि हामी पुगिसक्यौँ अहिले हाम्रो डेस्टिनेसन अहिले जापानिज टेम्पल आइपुग्यौँ यहाँ गुराँस पनि फुलिरहेको रहेछ दामी हामी चाहिँ अहिले धेरै महिना बाद चाहिँ जापानिज टेम्पल आउँदै गरेको म चाहिँ नआएको 15 महिना भएछ प्रियसना नआएको चाहिँ कति वर्षौँ भयो आज आएको धेरै वर्ष बादमा हामीहरू चाहिँ अलिक टाढो टाढो जुन चाहिँ हामीलाई नयाँ ठाउँ लाग्छ कतै त्यहाँ चाहिँ हामी जानु इच्छा पनि गर्छौँ र घडाकुडुप सरसरलाई मिलाएर गइ पनि हाल्छौँ होइन तर हामी आफ्नै ठाउँमा भएको जुन जग्गाहरू छ त्यसमा चाहिँ हामी जाँदैनौँ कहिले त हामी इच्छा नै गर्दैनौँ कि कहिले हाम्रो परिस्थिति दिँदैन कहिले समय मिल्दैन है तर पनि हाम्रो यस्तो व्यस्तताको समयमा पनि हामीले समय निकालेर हामी आउनुपर्छ है आफ्नो ठाउँहरू घुम्नुपर्छ र त्यसरी नै आज हामीले पनि धेरै बाद समय मिलाएर चाहिँ हामी आएका छौँ र हामी घुम्दैछौँ पहिलो फ्लोरमा घुमिसकेर हामी चाहिँ सेकेन्ड फ्लोरमा आएको छौँ यहाँनिर चाहिँ गौतम बुद्धको जन्मदेखि लिएर मेडिटेसन गरेको देखि लिएर यस्तो सबै चाहिँ मजाले मिलाएर गरिएको छ र हामीले चाहिँ यसरी परिक्रमा गरिसकेपछि चाहिँ यहाँ आएर चाहिँ आनन्दको एकदम दृश्य हेर्दैछौँ हामी चाहिँ अहिले घुमिसक्यौँ अनि अब चाहिँ फर्केको हामी मजा आयो धेरै बाद आएर है रमाइलो भयो फोटो खिच्यौँ मजा गऱ्यौँ अब फर्केको हामी चाहिँ र हामी चाहिँ त्यहाँ परबाट फर्केर आएर चाहिँ हामी यता पनि पस्यौँ यहाँभित्र चाहिँ म कहिले पनि पसेको थिइनँ आज फर्स्ट टाइमै पस्दैछु अनि यहाँ माथि सेकेन्ड फ्लोरमा चाहिँ प्रेयर हल रहेछ अनि यहाँ मुनि चाहिँ यो चाहिँ कसले फाउन्ड गर्नुभएको होइन फाउन्डरको नामहरूदेखि लिएर यस्तो केहरू रहेछ होइन कुन कुन त्यो मन्त्रहरूको बारेमा